Hello guys, welcome to my YouTube channel. आजको चाहिँ मेरो पहिलो भ्लग हो। म चाहिँ फर्स्ट भ्लग बनाउन लाग्यो यहाँ कोरियामा। तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। कोरियामा चाहिँ मान्छेहरु सबै आफैमा अवेयर हुन्छ, सेल्फ डिसिप्लिन्ड हुन्छ। यहाँ गाडी नआए पनि रातो बत्ती बल्यो भने रुट काट्न पाउँदैन। So waiting for the green light. ग्रीन लाइट पर्यो यहाँ आफै गाडीहरु रोकिन्छ। सरर जाने बाटो क्रस गर्ने 15 देखि 20 सेकेन्डको टाइम हुन्छ। त्यति बेलासम्म रोड बाटो काटिसक्नु पर्छ। 15 सेकेन्ड 20 सेकेन्ड हुँदैछ। जे होस् राम्रै हुँदैछ कोरियाको बसाइ। तपाईहरुले केही अपडेट चाहियो भने कोरियाको बारेमा मेरो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ र केही कुरा बुझ्न मन लाग्यो भने तपाईहरुले कमेन्टमा सोध्न सक्नुहुन्छ। आई विल अपडेट यु सुन। कोरियामा चाहिँ नेपाल जस्तो चाहिँ हैन, फेरि यहाँको लाइफ चाहिँ पुरै बिजी लाइफ हुन्छ। दिनभरि दिउँसोभरि रातभरि नै बिजी बिजी बिजी, जति बेला पनि काम कलेज। आफूले चाहिँ यहाँको इन्भाइरोमेन्ट चाहिँ एडप्ट गर्न सिक्नुपर्छ। एडप्ट गर्न सकेन भने, सस्टेनेबिलिटी भएन भने कोरियामा एडजस्ट गर्न लास्टै गाह्रो हुन्छ। बेला बेलामा काम गर्नुपर्छ, थाकेको हुन्छ। सबै कुराले ब्यालेन्स गरेर चल्नुपर्छ यहाँ कोरियामा। ब्यालेन्स गर्न सक्यो भने ठिक छ, नभए यहाँ सस्टेन गर्नै गाह्रो हुन्छ। त्यो सुरुमा आउँदा यहाँ भाषाले गर्दा लास्टै गाह्रो हुन्छ कि भाषाले गर्दा। भाषा राम्रो भयो भने त्यस्तो खासै गाह्रो हुँदैन, सबै ठाउँमा कम्युनिकेट गर्न सकिन्छ। भाषा भएन भने त अहिले म भिडियो बनाउँदा अहिले बेलुकाको 6 बजिरहेछ। एकछिनमा अँध्यारो हुन लागेछ। म चाहिँ जाँदैछु ट्रेन चढ्नलाई। अहिले ट्रेन चढेर रुमसम्म पुग्नु 1.5 घन्टा लाग्छ। भोलि बिहान फेरि कलेज 8 बजीसम्म रुम पुगिन्छ। त्यसपछि भोलि बिहानको लागि रेडी हुनुपर्छ। भोलि बिहान 6 बजी निस्केर कलेज जानुपर्छ। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ सबैभन्दा म्याक्सिमम भनेको मान्छेहरू कारमै चढ्छ क्या। कार खासै महँगो हुँदैन। नेपाली 3 देखि 4 लाखसम्ममा आउँछ एउटा कार। जे होस्, डेभलप भन्दा नि हाइली डेभलप कन्ट्री हो कि कोरिया। नेपाल अहिले पनि कोरियाको कम्पेयरमा 50 वर्ष पछाडि छन्। हेर्न सक्नुहुन्छ यहाँको रोडवे, रोडको डेकोरेसन। कोरियामा एउटा कुराको चाहिँ बेनिफिट छ है, यहाँको भाषा बुझिँदैन। आफूले जे भने पनि गयो जान पाएर। म चाहिँ कोरिया आएको यहाँ चाहिँ भर्खरै 1 महिना हुन लाग्छ। 1 महिना भइसक्यो। 1 दिन 2 दिन बाँकी छ। मेरो कलेज चाहिँ हप्तामा 1 दिन लाग्छ। मास्टर्समा जङ्गबु युनिभर्सिटी। त्यही हो, काम पायो भने हप्तामा 6 दिन काम गर्ने, 1 दिन कलेज जाने। पाएन भने त रुममै बसिनुपर्छ। काम चाहिँ पाउँछ है कोरियामा। कोरियामा काम चाहिँ पाउँछ, गर्न चाहिँ सक्नुपर्छ। कोरियाको बसाइ सुरुमा चाहिँ सबैलाई गाह्रो हुन्छ। सबभन्दा यहाँ च्यालेन्जिङ भनेको 2टा कुरा हो कि कोरियाको खाना र कोरियाको भाषा। कोरियन भाषा राम्रो छ भने ठिक छ,
अनि खाना सुरुमा त कोरियन खाना खानै सकिँदैन यहाँ। यस्तो बेग्लै गन्ध आउँछ कि कस्तो न कस्तो गन्ध आउँछ। त्यो गन्धैले गर्दा मलाई त सुरुमा भोमिट होला जस्तो भएको थियो। धन्न म चाहिँ पोर्कहरू केही खाँदिनँ। मलाई त अलिकति लास्टै गाह्रो भएको छ। हुन्छ मार्केटहरू यसरी हुन्छ रोडको छेउमा, तर सबैमा प्राइस कोट गरेर हुन्छ। के किन्नु पऱ्यो भने प्राइस लेखेकै हुन्छ। कति राम्रो बनाएको छ। यस्तो पानी निस्किरहेको। हेर्न सक्नुहुन्छ नेपालको जस्तै स्ट्रिट भेन्डर हुन्छ यता पनि। एउटा बट्टाको स्याउको 10,000 वान। 10,000 वान भनेको नेपाली 1,000। 1,000मा 5-6वटा स्याउको दाना आउँछ। यस्तै हो कोरिया। महँगो त महँगो नै। तरकारीहरू चाहिँ सबै पाउँछ, तर महँगो हुन्छ। यस्तै महँगो हुन्छ तरकारी सबै हुन्छ। दालहरू पनि यस्तो छ। यहाँबाट ट्रेन चढ्नलाई तल जानुपर्छ। तलको गएर म्याप हेर्नुपर्छ। म्याप हेरेर फेरि आफ्नो लेनमा गएर यहाँको मेट्रो स्टेसन या ट्रेन स्टेसन भित्र आइसकेँ। त्यहाँ चाहिँ कार्ड ट्याप गरेर भित्र जानुपर्छ। कार्ड चाहिँ यस्तो हुन्छ। यस्तो ट्रेन चढ्ने कार्ड, बस चढ्ने कार्ड चाहिँ यस्तो हुन्छ कोरियामा। यस्तो डोर लक हुन्छ होइन। यो कार्ड चाहिँ यसरी ट्याप गरेर पनि ठ्याक्कै खुल्छ। 1550 वान काट्यो, म चाहिँ खुल्यो। म चाहिँ अब भित्र जान पाउँछु। यस्तै हो। यताबाट चाहिँ यसरी जानुपर्ने हो। मैले मेरो लेन चाहिँ यता रहेछ। यही हो। ट्रेन आएको छैन, अब चाहिँ एकछिनमा आउला जस्तो छ। ठिक छ गाइस, आजलाई यति नै।